अन्तरिम सरकार बनाउने सुशीला कार्कीजीलाई प्रधानमन्त्री बनाउने कुरा केपी ओलीको सिफारिस अनिवार्य हुन्छ। कमसेकम त्यो त संविधानको मर्म अनुसार त प्रधानमन्त्रीले सिफारिस गर्ने, राष्ट्रपतिले नियुक्ति गर्ने भन्नेमा चाहिँ गइयो हामी। र सिफारिस राष्ट्रपतिजीले पहिल्यै भनिसक्नु भएको रहेछ। सिफारिस पनि हामी त्यहाँ बस्दा बस्दै आइ पनि हाल्यो। होइन, राष्ट्रपति नै भेट्न जानुभएको थियो, राष्ट्रपतिजी नै भेट्न जानुभयो र त्यहाँबाट सहमति लिएर आउनुभयो। अनि कागज बनाएर पछि चाहिँ कागज पछि आएको छ त्यो। ए, राष्ट्रपतिजी केपी ओलीजीलाई भेट्न कहाँ जानुभएको रहेछ प्रेसिडेन्ट? त्यो कुरा मैले सोधिनँ है। त्यो तपाईँलाई थाहा छैन? थाहा त छ अहिले। अब भनिदिन मिल्छ कि मिल्दैन? केपी ओलीजी कहाँ हुनुहुन्थ्यो? होइन, अब उहाँले पछि मेरो केपीजीसँग नै मेरो कुरा भएपछि थाहा पाएको मैले। उहाँ चाहिँ मकवानपुरको सुपारी टारमा हुनुहुन्थ्यो ब्यारेकमा भन्ने कुरा। सिफारिस ल्याउनु भयो? सिफारिस आयो। सिफारिसमा चाहिँ अब राष्ट्रपतिजीले चाहिँ केपीजीसँग अथवा चाहिँ कुरा गर्दा नामको पनि सहमति भएको छ। हो, यही सोध्दै थिएँ मैले। सुशीला कार्कीमा ओलीजीको पनि समर्थन हो होइन भन्नुहुन्छ त? त्यही त, यो चाहिँ केपीजी अलि यस्तै बठ्याइ गर्नुहुन्छ र बिग्रिन्छ क्या। देशमा पनि दुःख पायो, उहाँले पनि दुःख पाउनुहुन्छ। भएको के भने राष्ट्रपतिजीले हामीलाई भनेको, उहाँले केपीजीसँग भेटेर सहमति लिइसक्नु भएको छ सुशीला कार्कीको बारेमा। नामै सुशीला कार्कीकै बारेमा उहाँले ल हुन्छ भनेर उहाँले भन्नुभएको भनेर हामीलाई ब्रिफिङ गर्नुभयो राष्ट्रपतिजीले। त्यो गरेको एकछिनपछि सिफारिस पत्र पनि आइपुग्यो। सिफारिसमा नाम चाहिँ लेख्नु भएको छैन उहाँले। तर राष्ट्रपतिजीले यो त औपचारिकताको लागि यसरी लेखे हो, उहाँले मलाई सहमति दिइसक्नु भएको छ सुशीला कार्की भनेर भनेपछि गो एहेड भएको त्यसरी हो। तर ओलीजीले त अहिले पनि यो सरकार मानेनौ, संविधान बाहिरबाट बनेको सरकार, उहाँले औचित्य छैन, संसद पुनर्स्थापना केपीजीले यो भन्ने राजनैतिक पनि र नैतिक पनि हैसियत केपीजीसँग छैन अहिले। त्यो जबरजस्ती भन्ने त जसले जे भने नि भयो। उहाँकै सिफारिसमा राष्ट्रपतिजीले भेटेर सुशीलाको नाममा सहमति लिएर आएपछि बनेको सरकार। उहाँले ब्ल्याङ्क चेक किन दिया त?